फाइनली केटाकेटी हो म भर्खर घर आएको मलाई चाहिँ मम्मीले यहाँ भिडियो खिच्नु परेर आज राम्री भरे त्यहाँ कहाँ सक्नु केटाकेटी सक्दैन क्या मैले मम्मीलाई लिएर यहाँ आइसकेको छु होइन यो चाहिँ यस्तो ठाउँ हो कि यसमा चाहिँ म मम्मी पनि गर्लफ्रेन्ड पनि लिएर आउँछु क्या मम्मी पनि गर्लफ्रेन्ड पनि लिएर आउँछु क्या मा केटा हो यो शीर्षक भाइ मलाई यस्तो जोत छ यसले गर्दा जहिले ढिलो हुन्छ यार हामीलाई सो त्यही हो गाइस फाइनली अब हामीले पोजिसन तिरिसकेका छौँ अब हामी घर जानुपर्ने हुन्छ केटाकेटी हो होइन आजको गेम चाहिँ एकदम मिठो 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 भयो होइन 6-0 क्या ब्रो 6-0बाट हामीले चाहिँ कमब्याक हालिसकेका छौँ गाइजहरू होइन सो हेलो गाइज के सबैजनालाई वेलकम छ हजुरलाई मेरो नयाँ भिडियोमा म आइसकेको छु हजुरहरूको आफ्नै युट्युबर हो म चाहिँ विराज वाइबी विराज होइन केटाकेटी हो सो आजको भ्लगमा चाहिँ हामी के गर्नेवालामा छौँ भने आजको भ्लगमा हामी फुटसल जानेवालामा छौँ केटाकेटी हो होइन फुटसल पनि जानेवाला छौँ अनि अझ चाहिँ मेरो आन्टीको बर्थडे छ केटाकेटी अनि आज हामी बर्थडे सेलिब्रेसन पनि गर्नेवालामा छौँ फाइन तिमीहरूको दाइ नआएर आइसकेको छ केटाकेटी हो टक्क लाएर होइन तिमीहरूलाई म के देखाउन चाहन्छु भने होइन मैले होइन राति नसुतेर एउटा प्रगति बवाल गरेको छु क्या प्रगति देख्छु यहाँ है प्रगति हेर त गाइस प्रगति हेर ल हेरौँ न यहाँ कसम भने राति नसुतेर बवाल प्रगति हानेछ यार मैले मा कसम केटा हो सक्दैन कसैले केटाकेटी सक्दैन पायल केटा हो खानेकुरा बनिसकेको छ हाम्रो अब मम्मीहरू घरमा छैन अब यस्तै खानुपर्ने हुन्छ हामीले चाहिँ हेर केटा हो यी कुक गर्न खासै आउँदैन होइन टक्क बनाइया छ यहाँनिर अब हाम्रो यो कस्तो कालो भयो क्या त्यही केटाकेटी हो अब जिन्दगीमा होइन ट्याक्क अब यो खाएर चाहिँ हामी फुटसल जानुपर्ने हुन्छ गाइस आजको मेरो कम्बो सेट सो केटा हो फाइनली हामी फुटबलको लागि चाहिँ निक्लिसकेका छौँ तर रोहित भाइ चाहिँ आएको छैन आजको दिनमा होइन रोहित भाइले हाम्रो पर्ने हुन्छ रोहित भाइले वाइल्ड टाइम वेस्ट गरिदियो केटाकेटी हो अब होइन के गर्ने हो यस्तो मा केटा हो यो शीर्षक भाइ मलाई यस्तो जोत छ यसले गर्दा जहिले ढिलो हुन्छ यार हामीलाई कस्तो छ मा यो शीर्षक भाइको कामै छैन क्या गाइस थाहा छ तिमीहरूलाई भन्दै बस फुट्सेमा बन टिमलाई अब दनै छैन बोल्न यता यता केटा यता त्यो गे रहेछ चलाउने गे रहेछ गाइस गे हिज फ्रिकिङ गे गाइस मिस म्याम सरी सो त्यही हो हामी चाहिँ अब हिँडिसकेको लम्न यस्तो ठाउँमा बसेर म बाँच्छु होला त गाइस यस्तो प्रदूषित सोझन तिमीहरू आफै क्या भन्नु चाहिँ के क्या अब यो दुईजना हेर हप्सी ओए काले ओ दुइटा हप्सी हप्सी ओ दुइटा हप्सी ओ हप्सुहरू केटाकेटी हो होइन यो शीर्षक भाइ अनुहार देखाउन फुच्चे सक्दैन अनुहार देखाउन फुच्चे यस्तो बच्चाहरू छ क्या अनुहार देखाउन सक्दैन होइन मा फुच्चे क्यामेरामा अनुहार देखाउन सक्दैन मसँग ठुल्ठुलो कुरा गर्छ मा सो फाइनली केटा मेरो गेटअप पनि भइसकेको छ र म यहाँनिर रेडी भइसकेको छु गाइस हेर केटाहरू यहाँनिर ड्याङ 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 गोल हान्दै छन् ट्यागको लाएर यहाँ हाम्रो रेडी हुँदैछ होइन त्यही हो गाइस ओइ वाइल्ड दुख्छ यार खुट्टा त गाइस हाम्रो गोल गाइस दिस इज नेमारको ब्याग स्टेक आउट अफ के रे सेन्टोस यस ओ 11 Barcelona Bernabeu yeah Camp Nou in 2017 from Dryfit. Oh my god. Thank you. Yeah, next. हल्का हजुरले नि केही Yeah, अनि अरु केही imported from Europe. Yes. Dryfit. Oh yeah. Now next our retro kit. Goat, yes, our Cristiano goat robot. Now अरु को छ जर्सी
Only this. So guys, let's start our match and fuck our opponent. So finally game सुरु भइसकेको छ काव्यको स्ट्राइक र यहाँनिर हो त्यही हो गाइस आज क्या मजा आयो आज झन् प्रफुल भाइ र ममा हामीले एउटा नयाँ ट्रिक थाहा पाछ भाइ सो यहाँनिर चिजहरूले कराउन हान्दैछ गाइस बोलेर खेल्न केटा हो यार झन्डै गोल खाएको तेरो मिस्टेकले गर्दा यहाँ हिँड्न पुगिरहेका साथी तानो तानो लभ बिजी के गरेको तिमी विराज कुदा 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 केटा कटो कटो केटोले हानो ओह केटो 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 ओह गुड केटाकेटी हो हाम्रो गेम सकिसकेको अवस्था छ आजको दिनमा केटाहरूलाई थाहा देख्दैन म भ्लग बनाउँछु भनेर गाइज पैसा नपुगेको अवस्था गाइज के गर्ने होला यार सो त्यही हो गाइज फाइनली अब हामीले पोजिसन तिरिसकेका छौँ अब हामी घर जानुपर्ने हुन्छ केटाकेटी हो होइन सो आजको गेम चाहिँ एकदम मिठो 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 भयो होइन 6-0 क्या ब्रो 6-0बाट हामीले चाहिँ कमब्याक हानिसकेका छौँ गाइजहरू होइन सो हामी चाहिँ हाम्रो घर जानुपर्ने हुन्छ हामी केटाहरू सबजना यहाँ छ है हामी फेरि साला 8 क्लास जस्तो भाइ बाहिर छ क्या सब केटाहरू पेम भाइ रिटर्न आइसकेको छ रोहन भाइ रिटर्न आइसकेको छ ओल्ड टिमबाट को रिटर्न आउनु पाइछ अब सब आइसक्यो निशे भाइ बाँकी छ अब बस सो अब निशे भाइ नि छिटो आओस् भन्ने आशा गर्छु निशे भाइ हेर्दैछ होइन आउनु पऱ्यो त नि अब यहाँ हेर त सब केटाहरू ओजी आइसक्यो ओजी स्क्वाड आइसकेको छ फेरि होइन सो त्यही हो गाइज अब हामी जाउँ आर्यन भाइको स्कुटर निकाल्नु पर्ने रहेछ त्यहाँ स्कुटर निकालौँ होइन पर्ने हुन्छ आज आन्टीको बर्थडे नि छ यार बर्थडे सेलिब्रेट पनि गर्नु छ यार सो केटा हो त्यही हो है अब के भन्नु तिमीहरूलाई अरू त 6-0बाट कमब्याक मिठो कमब्याक छ यार माया गर्नु मजा आएको छु गाइज है ल एकछिनमा भेटौँ न चार्जै छैन यार फोनमा केटा हो के भन्नु तिमीहरूलाई अब हाम्रो केटाहरू यहाँ छ भाइको स्कुटरको हालत चाहिँ केटा केटा स्कुटर अब ओनर देखाउँछु ल म ओनर हेर्न अब ओनर स्कुटरको ओनर स्कुटरको हालत त सिल्भर राख्दैन रहेछ कसम म त यो 10 वर्ष पुरानो जस्तो लाग्दिरा भने ओनरको अनुहार हेर्नु त्यहाँ 3 जना मेन राइडरहरू तिनीहरू सो फाइनली केटाकेटी हो म भर्खर घर आएको मलाई चाहिँ मम्मीले यहाँ भिडियो खिच्नु पऱ्यो राजी राम्री भरे त्यहाँ कहाँ सक्नु केटाकेटी सक्दैन क्या सो हाम्रो मम चाहिँ टक 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 हिँड्नु भइरहेको छ यहाँ भिडियो बनाउनको लागि गाइज होइन सो त्यही हो केटाकेटी हो भिडियो बनाएर भेटौँ ल गाइज मैले मम्मीलाई लिएर यहाँ आइसकेको छु होइन यो चाहिँ यस्तो ठाउँ हो कि यसमा चाहिँ म मम्मी पनि गर्लफ्रेन्ड पनि लिएर आउँछु क्या हाम्रो मम्मीको रियाक्सन मैले यो भ्लगको लागि मात्र भने गाइस त्यस्तो काम मैले खासमा गर्दैन म सोध्छु मम्मी सोध्छु नि म होइन यहाँभित्र हो यहाँभित्र फाइनली केटाकेटी ममको भिडियो पनि मैले बनाइदिइसकेको छु होइन तिमीहरूले टिकटकमा गएर हेर्न सक्छौ मम तपाईँको नाम के छ टिकटकमा मम्मीको टिकटकमा नाम छ समिता.सिलवाल छ है टक्क गएर हेर्न सक्छु केटाकेटी हो त्यही हो अब अर्को सेकेन्ड लट पनि आउँछु म होइन आन्टीसँग त्यो पनि खिच्छु म ल गाइस सो अब सरस्वती मन्दिर सो अब हाम्रो आन्टीको नेक्स्ट लटको लागि पनि खिच्नुपर्ने भयो मैले त्यो भिडियो केटाकेटी हो होइन वाइल्ड यार केटाकेटी हो आन्टीको भिडियो पनि भइसकेको आन्टी गुड छ नि मान्छे ठ्याक बनाइहाल्छ नि सिक्यो क्या
हाम्रो बर्थडे हुन आइसकेको छ केटाकेटी हो नपलाएर बर्थडे मनाउने हो है हाम्रो केक काट्ने बेला भइसकेको छ केटाकेटी हो हाम्रो डन दाजु चल्नु भाइ फुलले पनि गर्नु हुन्छ यही मान्छे हो क्या कस्तो चाहिँ मुसुट हुने हो क्या मुसुट हुने क्या तपाईँ कस्तो चाहिँ हो क्या तपाईँलाई हेर्नु त अनुहार हेर्नु अनुहार कस्तो गाईको अनुहार परेर गोरु जस्तो क्या हाम्रो तपाईँ हो चाहिँ कस्तो क्या तपाईँ भन्नु न क्यामेरा